आज हामी नेपालको वर्तमान संविधान अनुसार सरकारको गठन कसरी हुन्छ भन्ने विषयमा छलफल गरौँ। नेपालको वर्तमान संविधानको धारा 76 अनुसार 4-5 तरिकाले सरकार गठन हुन सक्ने प्रावधान राखेको छ। सो प्रावधान अनुसार पहिलो प्रावधान छ प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्नेछ र त्यसरी नियुक्ति भएको प्रधानमन्त्रीले मन्त्री परिषदको विस्तार गर्नेछ भन्ने कुरा उल्लेख गरेको छ। यसरी प्रावधान 1 अनुसारको सरकार गठन हुन नसकेको खण्डमा अर्को प्रावधानको व्यवस्था गरिएको छ। दोस्रो प्रावधानले के भन्छ भने प्रतिनिधि सभामा 2 वा सोभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर आउने जुनसुकै सदस्यलाई प्रधानमन्त्रीमा राष्ट्रपतिले नियुक्ति गर्नेछ र त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले मन्त्री परिषदको विस्तार गर्नेछ भन्ने कुरा उल्लेख गरेको छ। यसरी 2 वा सोभन्दा बढी दलहरूको समर्थनबाट नियुक्ति भएको प्रधानमन्त्रीले प्रतिनिधि सभामा आफू नियुक्त भएको मितिले 30 दिनभित्रमा विश्वासको मत भने प्राप्त गर्नुपर्दछ। अब यसरी यिनी दुईवटै प्रावधान अनुसार सरकार गठन हुन सकेन, प्रधानमन्त्रीको चयन हुन सकेन भने तेस्रो विकल्प पनि छ। निर्वाचनको अन्तिम परिणाम घोषणा भएको 30 दिन बितिसक्दा पनि 2 वा सोभन्दा बढी दलहरू मिलेर सरकार गठन गर्न सकेनन् भने अथवा दोस्रो प्रावधान अनुसार गठित सरकारले प्रतिनिधि सभाबाट विश्वास मत प्राप्त गर्न नसकेको खण्डमा सरकार गठन हुने तेस्रो विकल्प पनि छ। त्यो तेस्रो विकल्प भनेको के हो भने प्रतिनिधि सभामा सबैभन्दा धेरै सिटहरू प्राप्त गर्ने त्यो भनेको सबैभन्दा ठुलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्नेछ र त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले मन्त्री परिषदको विस्तार गर्नेछ र यसरी नियुक्ति भएको प्रधानमन्त्रीले समेत प्रतिनिधि सभाबाट 30 दिनभित्रमा विश्वासको मत हासिल गर्नुपर्ने हुन्छ। त्यस्तै उपधारा 3 अनुसार अथवा तेस्रो विकल्प अनुसार नियुक्ति भएको प्रधानमन्त्रीले 30 दिनभित्रमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधि सभामा बहुमत जुटाउन सक्ने आधार प्रस्तुत गर्ने जुनसुकै सदस्यलाई पनि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्न सक्नेछ र यसरी नियुक्ति भएको प्रधानमन्त्रीले समेत 30 दिनभित्रमा प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्दछ र यसरी नियुक्त भएको प्रधानमन्त्रीले समेत 30 दिनभित्रमा प्रतिनिधि सभाबाट बहुमत प्राप्त गर्न नसकेको खण्डमा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभाको विघटन गर्ने र 6 महिनाभित्र अर्को नयाँ चुनाव गराउनुपर्ने प्रावधान रहेको छ। यसबाट हामी के बुझ्यौँ भने वर्तमान संविधानको धारा 76 अनुसार सरकार गठन हुनका लागि विभिन्न किसिमका प्रावधानहरू रहेछन्। पहिलो प्रावधान अनुसार प्रधानमन्त्री बन्नलाई अथवा सरकार गठन गर्नलाई प्रतिनिधि सभामा बहुमत प्राप्त गर्नुपर्दो रहेछ। यसरी बहुमत प्राप्त हुन नसकेमा दोस्रो प्रावधानमा जाँदो रहेछ। दोस्रो प्रावधान भनेको 2 वा सोभन्दा बढी दलहरू मिलेर सरकार गठन गर्ने रहेछ। तर त्यसरी सरकार गठन गर्दा जुन प्रधानमन्त्री नियुक्त हुन्छ उसले 30 दिनभित्रमा प्रतिनिधि सभाबाट विश्वास मत प्राप्त गर्नुपर्ने रहेछ र यसरी सरकार गठन हुन सकेन र 30 दिनभित्रमा प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले विश्वास मत प्राप्त गर्न नसकेको खण्डमा तेस्रो प्रावधान अनुसार सरकार गठन हुने रहेछ। तेस्रो प्रावधान भनेको प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल जुन छ त्यही दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउने रहेछन् र त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले मन्त्री परिषदको विस्तार गर्ने रहेछ र पनि यसरी नियुक्त भएको प्रधानमन्त्रीले समेत 30 दिनभित्रमा प्रतिनिधि सभाबाट
विश्वास मत प्राप्त गर्नुपर्ने रहेछ र यसरी नियुक्त भएको प्रधानमन्त्रीले समेत विश्वास मत प्राप्त गर्न नसकेको खण्डमा अर्को विकल्प रहेछ। अर्को विकल्प भनेको प्रतिनिधि सभामा बहुमत जुटाउन सक्ने जुनसुकै सदस्य लाई पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने रहेछन् र त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले समेत 30 दिनभित्रमा प्रतिनिधि सभाबाट विश्वास मत प्राप्त गर्नुपर्ने रहेछ र यदि त्यसरी चाहिँ गठन भएको प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले 30 दिनभित्रमा प्रतिनिधि सभाबाट विश्वास मत प्राप्त गर्न नसकेको खण्डमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको लागि राष्ट्रपति कहाँ सिफारिस गर्ने रहेछन् र राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरी 6 महिनाभित्र चुनाव गर्ने भन्ने यो प्रावधान यसमा रहेको रहेछ।